हेलो एन्ड वाट्सअप ब्युटिफुल पिपुल इट्स ए बोय राइड मर्निङ अनि आज चाहिँ चारवटा रेडी भएर कहाँ जान लागेको सोल्टी भनेर भन्नुभयो होला एकछिन भनिहाल्छ अनि न्यू डे न्यू ब्लग्स हेरिदिनु होला माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि म चाहिँ सुतिरहेको थिएँ अनि टक्क लगाएर मेरो साथीले अब कलेजदेखिको कलेजमेटहरू पनि कलेजदेखिको साथीले चाहिँ घुम्न जाम भनेर भन्यो अब ल ठिकै छ नि त चल्दिउँ होइन अनि टक्क लगाएर रेडी भएर भित्र टी सर्ट ज्याकेट अनि हुडी लागेको त बाहिर हेर्छु त लोद पानी परिरहेको रहेछ क्या अनि कल गरेको मैले सबिनलाई उसको नाम चाहिँ सबिन हो पानी परिरहेको छ कि नाइ भनेर म त बेडमा थिएँ नि त म उठेको थिएन अनि पानी परिरहेको छ कि नाइ मोटे भन्यो क्या अब म पनि मोटे छु ऊ पनि मोटे छ म भन्दा पनि मोटे छ त्यही भएर मोटे भनेर पनि फेरि अनि पानी परेको छ कि नाइ भनेर यसो बाहिर हेरेको रेडी भएर खत्रै पानी परिरहेको चाहिँ सानो सानो त एकछिन पानीमा बस्यो भने चाहिँ रुजाइदिन्छ अनि मलाई चाहिँ अब पानीमा रुज्नु सुस्नु अनि यसो चिसो भएर बस्नु हुँदैन क्या त्यही माथि भ्याक्सिन पनि त लगाएको छुइनँ नि त अनि भ्याक्सिन चाहिँ मैले मगाइसकेँ सिल्भर लाइन यहीँ नेपालकै हस्पिटलबाटै मगाइसकेँ इन्डियाबाट अनि त्यो चाहिँ सन्डे आउँछ भन्दै थियो अब सन्डे गएर लगाउनुपर्छ हस्पिटलमा गएर टक्क लगाएर अनि त्यही हो त्यसपछि अर्को प्रवीण पनि छ उसको अफिसमै गएर चाहिँ उसलाई चाहिँ हाफ छुट्टी लिग तिमी हामीसँग घुम्न हिँड भनेर चाहिँ लग्नुपर्ने हुन्छ सबिन चाहिँ यही हो अब हामी जान लागेको प्रवीणकोमा हामीले इन्ड्राइभ पठाउनै पाएनौँ माथि लोकल गाडीहरू चल्छ भने त्यहाँबाट अगाडि छिटा बसेर जानुपर्ने हुन्छ म त फेरि पछाडि त झर्न बस्न सक्दिनँ नि मोटे झर्नै सक्दिनँ होला म किन त्यही पनि हो यस्तो पानी परिरहेको छ हामी चाहिँ छाता ओढ्दै टङ दुईवटा छाता ओढ्दै एउटालाई चाहिँ अब बिचमा राख्नुपर्छ हामी यहाँ पातलो छ यहाँ बस्छ नि त प्रवीणलाई होइन त प्रवीणलाई क्या हामी दुईजनाको छाताको बिचमा राख्नुपर्छ होला क्या सुकुटे छ अटाइहाल्छ अयो र त्यही हो अब त्यहाँ माइक्रो चढौँ त्यसपछि सिधै प्रवीणकोमा गएर भेट्नुपर्छ प्रवीणको अफिस तल गएर अनि चप्पलमै अब जुत्ता लगायो भने फोहोर हुन्छ थाहा छ चप्पलमा मोजा लाओस् होस् फोहोर बालले फरेर धुन मिल्छ के काम गर्नु परेको थियो प्रवीण गर्नु परेको थियो हामी तिनजना जाँदैछौँ अब बौद्ध जाने प्लान भयो हाम्रो चाहिँ त कन्टेन्ट भएछ यार युट्युबबाट त आधी पैसा होस् न पहिला ठाउँमा पुगौँ न बौद्ध होइन त्यही अब यसो जाम छ काठमाडौँको जाम छ कहिले नसकिने भयो तिहारमा त जाम थियो यार चाडबाट जाम ल तिहारमा चाहिँ कसरी जाम हुन्छ हौ दसैँ तिहारमा माथि हुन्छ जाम यही मान्छे हाम्रो के भन्छ अफिसमा आधी घन्टा कुरा आधी घन्टा हो कि नै मोटे आइरहेको त मैले यार खाइनाहरू मन्दा ढिला आएर यस्तो बिजोग साथी यहाँ अपरेसन गरेर बसेछ भनेर थाहा भयो भने साथी जति आधी घन्टा कुरा आएर खोइ को युनिक जाति दुख्छ अनि के भन्छ खाजा खाँदैन भने मान्छे खाजा खाएर बसिरहेछ यस्तो हुन्छ तिमीहरू आएन म खाउँदैन अरे होइन त मोटे हामी झन् त्यस्तो माइक्रो चढी आएको ट्याक्सी नभएर त्यहाँ ट्याक्सी नभएर 2:11 भइरहेछ अब उतै गएर भेट्नुपर्छ यसैलाई नि हामी त अब ओढ न भाइ ओढाउ न तिमी छैन ट्याक्सीमा चट लाग्यो आज हाम्रो मर्निङ म्यान खाइन मलाई गोप्रो किन्नुपर्छ मलाई एउटा फोन किन्दै नि फोन अरे यहाँ रोक्न त नदिने पार्किङ त गर्नु नदिने हो तर पनि हेलो दाइ के छ सन्चै एकदम डिलिसियस
ट्राफिक सेन्टर भयो भयो नि हिँडेन अब के भित्र जाने हो दाइ मेरो त एक्सिडेन्ट भएको थियो नि त अनि 1.5 महिना अगाडि दाइ झन्डै मरेर बाँचेको नि दाइ पेल्भिक फ्र्याक्चर अनि करङहरू भाँचेको अनि त्यो रोगत के भन्छ फिल्टर गर्ने त्यो पनि छैन सबै किडनी चाहिँ त्यस्तै भएको यहीँ बाहिर हाल न होइन होइन किड्नी होइन त्यो फिल्टर एउटा के हजुरको हो गाह्रो छ त त्यही भएर नि यसो नचलाउने अब साथी इन्डियाबाट आएको भएर नि है होइन इन्टरनेसनल गएको त एउटा हो हामी त यहीँ नेपालमै ठडिनु पऱ्यो खाएर भेट्नुपर्छ हामी चाहिँ बौद्धबाट निस्केर चक्राएर सिटी स्क्वायर जानु लागेको छ मैले चाहिँ केएफसी खान जानेहरू केटाहरू 10 सब्सक्राइबर भएको खुसीमा मैले अब पार्टी दिन लागेको छु हाम्रो बौद्धमा पार्टी दिन्छ केटाले केएफसीमा दिने अरे सब्सक्राइबरहरु ध्यान आउनु होला रुमङ किचन अब हामी चाहिँ यहाँबाट वान वे यो बौद्धको वान वेबाट निस्केर टक्क लगाएर सिटी स्क्वायर पुगेपछि भेट्नुपर्छ कहाँ जाने त्यो जहाँ गयो भने हुन्छ म त अलवेज रेडी हो भन एकटा हो कहाँ जाने भन नि तिमीलाई कहाँ धेरै पाउँछ जहाँ कहाँ आउँछ धेरै म त आइसक्यो अब आउनु त कहीँ आउँदैन त्यसै मोमो खान्छौँ त्यसै अब आसी जाउँ होइन त कि कस्तो के छ विचार झोल मोमो हाम्रो त प्लानै चेन्ज हुन्छ छिनछिनमा यत्तिरी अब अगाउने खानु पऱ्यो नि त होइन महँगो खाएर पनि भएन मलाई झ्याउ लाग्छ उनीहरूको यस्तो पिज्जा हट हामी भने भट्टीमा रमाउने मान्छेहरू है अब मोट्यो भने अब इन्डिया गएर पढ्छ है पैसा भएकोमा चाहिँ भयो क्या मोमो खान जाऊँ भने पिज्जा हट लिएर आएर चाहिँ फेरि यहाँ लम्बा जाऊँ मोमो खान जाऊँ मोमो खान जानुपर्छ अब चाहिँ हामी मोमो खान जानु लागेको केटाकेटी हो मोमो खाने हो यहाँ पनि पाउँछ यहाँको मिठो हुँदैन भट्टीमा जानुपर्छ क्या भट्टीमा जानुपर्छ अहिले हेर्दै गयो फेरि कुरा चेन्ज भयो हामी जानु लागेको अब केएफसीमै जानु लाग्यो अब हाम्रो त महँगो सोकहरू छैन केएफसी के सोक भाइ यहाँ चाहिँ यस्तो हुँदो रहेछ हौ के हो खाऊ केटा के खाने पछाडि छ रिसेस खान्छ यहाँ यसो चुचाउनु पर्ने रहेछ बस कर पग्ले कस्तो गर्मी छ तर यहाँ त नि गर्मी हो त यार जे भयो नि अगाउने गर न चिकन पिस आउँछ कि मोमो खान जाऊँ भयो माने नै केटाहरूले अब केएफसीमा डुबाउनु भयो यहाँ मान्छे छ यस्तो लुकेर खिचिरहेछु अहिले बोल्नुपर्छ गाइज एकछिनमा केएफसी खाएर एउटा बिलतिरलाई हेर्नु है यस्तो छ कन्डिसन केएफसीको नेट नचलेर धरा नेट एउटा त राख्नु पर्थ्यो नि त्यहाँ प्राइभेट नेट के कस्तो फ्री होल्डिङ हो र
म भएको त बात थियो होला मासुलाई भनेर यसो छाड्न त नहुने हो होइन तर अनि छाडिदिन्थ्यो भयो यस्तो छ जुगाड गरी लु अब गएको बल्ल के अर्डरको हामी बस्दै गर्छ ल मोटे लिन गयो एउटाले बल्ल भयो भने साइडको यार के अरे तिमीलाई चाहिँ अब फोनकै चिन्ता चिन्ता त छैन बल्ल तल्ल आयो हाम्रो चाहिँ हामी खानुपर्ने हुन्छ यस्तो खानुपर्ने हुन्छ खाएर के अरे सेनिटाइजर थर्केको तिरै गरी अहिलेसम्म तिरै छैन होला खाऊ नि त नि थोरै हान्ने हो थोरै हान्दिउँ न त है खाएपछि भेट्नुपर्छ ल टाटा मोटे मैले चाहिँ याङ्गो बुक गरिसकेँ याङ्गो र इनड्राइभ अब कहिले भेट्ने हामी तेरो क्यामेरा बेचेर भेट्ने हामी कहिले भेट्ने हामी त भेटिरहने होइन अब भोलि जानलाई रहेछ रामसिंह जाऊ बाबु ल कति बजेको गाडी अरे यही दाइ होला म त तपाईँ हो दाइ मनमाइ चाहिँ हो हजुर ल केटा बाई 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 ल ल मोडे बिस्तारी म चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ मनमाइ चाहिँ होइन त दाइ ल भयो ल त्यही हो घर पुगेर ब्रेन गर्छु म चाहिँ कहाँ गएछ वा त्यही हो भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब हान्दिनँ म चाहिँ सिटी आउँछ कि न हेर्न आएको म फ्रेस हुन्छु भिडियो एडिट गर्छु पोस्ट गर्छु मन परेमा एउटा रातो तल आइकन होला त्यसमा चाहिँ ल्याङ्ग थिइदिनु होला लाइक गरिदिनु होला बाई बाई पिस आउट